सर्जनलाई जाएपछि म तपाईँहरूलाई नोआको घटनाबाट केही कुराहरू भन्नेछु। तपाईँ जतिजना पनि यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँले सेयर गरिदिनु होला, किनकि अरूहरूले पनि सुन्न चाहेको हो। अनि हामीले नोआको घटनाबाट चाहिँ के बुझिरहेका छौँ भन्ने कुरा चाहिँ हामीले जान्नु पर्दछ। नोआ विशेष गरी हामी 13 र 14लाई हेर्नेछौँ। 13मा जसरी लेखेको छ, यसकारण मानिसहरूको अन्त्य गर्ने मैले अठोट गरेँ, किनकि उनीहरूले उपद्रव मचाएको छ भनेर नोआलाई भनेको छ। अनि 14 पदमा परमेश्वरले नोआलाई यसरी आदेश गर्नुभएको छ, तैँले चाहिँ जहाज बना अनि त्यसको चाहिँ कोठा कोठा बनाउनु अनि अलकत्ताले बाहिरभित्र लिप्नु भनेर भन्नुभएको छ। अनि उसले त्यस्तै गर्यो। अनि त्यो बनाइसकेपछि केही समयपछि ठुलो पृथ्वीमा जल पर्दै आयो। अनि त्यो जहाजभन्दा बाहिर जति पनि प्राणीहरू थियो सबैको नष्ट भयो, तर त्यो जहाजभित्र रहने जति पनि प्राणीहरू चाहिँ त्यो जीवितै रह्यो। अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि, आज तपाईँ र म परमेश्वरको वचनमा रह्यो भने हामी जीवित नै रहन्छौँ। जसरी नोआको जहाजभित्र त्यो भएको थियो, अनि त्यसरी नै आज हामी जीवित रहन्छौँ। यदि परमेश्वरको वचनभन्दा बाहिर गयो भने हामी चाहिँ जीवित रहँदैनौँ। संसार जति सुन्दर भए पनि परमेश्वर ख्रीष्टको वचनद्वारा चाहिँ हामी त्यो जग पलमा डुबे जस्तै छौँ। हामी पापको बलमा त्यसरी डुबेर हाम्रो जीवनलाई फर्केर हेर्छु अनि जीवनमा कति नराम्रो काम भइरहेको हुन्छ, कति राम्रो काम भइरहेको हुन्छ। तपाईँको जीवनमा कति मान्छेहरू खुसी ल्याउँदै आएको हुन्छ अनि कति मान्छे खुसी खोसेर जान्छ, तर परमेश्वरको वचन अनि परमेश्वरको खुसी चाहिँ हाम्रो लागि जहिले पनि अटल रहन्छ। हामीले यो कुराहरू बुझ्नुपर्छ। प्रियहरू, म तपाईँलाई भन्दछु, जीवनमा जति पनि मान्छेहरू आउँछ, जति पनि तपाईँको जीवनमा खुसीहरू आउँछ, जति पनि दुःख आउँछ, तपाईँ सबैजनाले हामीले त्यसलाई उठाउनुपर्छ, त्यो भागलाई उठाउनुपर्छ र परमेश्वरको महिमा गर्नुपर्छ। परमेश्वरले हामीलाई बचाउनुहुन्छ। जसरी नोआको जहाजमा भएका प्राणीहरूलाई परमेश्वरले बचाउनु भयो, त्यसरी वचनमा रहिरह्यो भने परमेश्वरले हामीलाई बचाउनुहुन्छ। आमेन। लाइक एन्ड सब्सक्राइब।